जिन्जी आन्दोलनको प्रमुख माग रहेको भ्रष्टाचार छानबिन र दोषीलाई कारबाही गर्ने विषयलाई सम्बोधन गर्न सरकारले गृह कार्य गरिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकमा पेश गरेको राजनैतिक प्रतिवेदनमा उनले यी विषय उल्लेख गरेका हुन्। जिन्जी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरूमाथिको संकट भने टरेको छैन उनले भनेका छन्। विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनैतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठपुतली पात्र मार्फत स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन्। प्रचण्ड नुवाकोटको शेरा दरबारको जग्गा अपचलन, माओवादीको क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार र बुढी गण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारमा प्रचण्डको नाम मुछिँदै आएको छ। उनले सबै काण्डहरूमा छानबिनका लागि तयार रहेको बताउँदै आएका छन्, तर अहिलेसम्म प्रचण्ड सहित शीर्ष नेताहरू जोडिएका कुनै पनि भ्रष्टाचार काण्डहरूको छानबिन भएको छैन। पालै पालो गरी सत्तामा पुगेका शीर्ष नेताहरूले भागभन्डा र अङ्कगणितलाई नै छानबिनबाट बच्ने अस्त्र बनाउँदै आएका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नै पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनाको 9 अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा पनि सर्वसाधारणहरूले भट्टराईलाई साथ दिँदै उक्त विषयमा अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। आज मात्रै पनि बाबुरामले नेसपाको अध्यक्ष पद त्याग गरेको घोषणा गर्दै पुराना भ्रष्टीकरणमा परेका शीर्ष नेताहरूले टाउको उठाउन खोजेको भन्दै जिन्जी आन्दोलनको जगमा टेकेर संविधान संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका लागि निर्वाचन गर्नुपर्ने बताएका छन्। अहिलेकै अवस्थामा निर्वाचन भए फेरि पुराना दलका यिनै नेताहरू आउने भन्दै बालेन हर्कहरूलाई मिल्न उनले सुझाव दिएका छन्। यता प्रचण्डले भने भदौ 23 र 24 गते भएको जिन्जी आन्दोलनको समीक्षा गर्दै फागुन 21 गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताएका छन्। दाहालले पार्टी एकताका विषयमा पार्टीले ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको औल्याएका छन्। यस क्रममा विचार मिल्ने पक्षहरूसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरूसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता छ उनले भने। प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि भनेका छन्। यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौं उनले भनेका छन्। क्रान्ति र प्रतिक्रान्तिको दोसाधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न